जापानमा हुनेहरुलाई एकदमै खुशीको खबर छ। जापानमा पनि टिकटक शप अवेलेबल भइसकेको छ टिकटक एपमा र तपाईहरुले अब टिकटक मोनेटाइज नगरिकन टिकटक शपको थ्रु चाहिँ पैसा कमाउन सक्नुहुन्छ। तर यसमा चाहिँ के कुराहरु चाहिन्छ, कति फलोअर्स चाहिन्छ अनि हामीले के डकुमेन्ट चाहिँ सबमिट गरेर भेरिफाई गर्न सकिन्छ भनेर आजको भिडियोमा विस्तृत रूपमा जानकारी दिँदैछु। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। हेलो नमस्ते एन्ड वेलकम छ मेरो युट्युब च्यानल सबिन अगेन डायरीजमा। फाइनल्ली जापानमा पनि टिकटक शप अवेलेबल भइसकेको छ। तपाईहरुले अब भिडियोहरु बनाएर टिकटक शपबाट चाहिँ शपिङ गरेर मज्जासँग पैसा कमाउन सक्नुहुन्छ। त्यसको लागि के गर्नुपर्छ भनेर आजको भिडियोमा डिटेलमा भन्न जाँदैछु। भिडियोलाई अन्तिमसम्म हेर्नुस् अनि मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुस्, एउटा लाइक अनि कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। अनि यो भिडियो जापानमा हुने सबै साथीहरुलाई चाहिँ फरवार्ड गरिदिनु होला है त। सबैभन्दा पहिला हाम्रो टिकटक चाहिँ जापानमा भएको हुनुपर्छ लोकेसन चाहिँ। अनि त्यसपछि कति जना तपाईलाई फलोअर्स चाहिन्छ भनेदेखि तपाईलाई मात्र 1000 जना भएदेखि तपाईले टिकटक शपमा मज्जाले भिडियोहरु बनाएर पैसा कमाउन सक्नुहुन्छ। तपाईकोमा अलरेडी अवेलेबल छ होला। कहाँ जाने के गर्ने भनेर आज स्टेप बाइ स्टेप तपाईहरुलाई भन्न जाँदैछु। भिडियोलाई नछुटाइकन अन्तिमसम्म हेर्नुस् है त। सो ढिलो नगरिकन भिडियोतिर लागौं। त्यसको लागि चाहिँ तपाईहरु आफ्नो टिकटक एप भित्र जानुस्, टिकटक स्टुडियोमा टच गर्नुस् अनि त्यसपछि हल्का तल स्क्रल गर्नु भने टिकटक शप फर क्रिएटर्स भनेर लेखेको छ, त्यसमा टच गर्नु होला। त्यसमा टच गरिसकेपछि चाहिँ यहाँ एप्लाई गर्ने भनेको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ तपाईले कम्युनिटी गाइडलाइन्सहरु मिट गरेको हुनुपर्छ, भाइलेट गरेको हुनु हुँदैन। अनि तपाई चाहिँ 18 वर्षभन्दा माथि अनि तपाईसँग 1000 जना भन्दा बढी फलोअर्सहरु हुनुहुन्छ भने मज्जासँग एप्लाई गर्न सक्नुहुन्छ है त। सो टिक लगाएर एप्लाईमा टच गर्नुस्। एप्लाईमा टच गरिसकेपछि तपाईहरुले यो इन्टरफेस देख्नुहुन्छ। यहाँ चाहिँ फेरि स्टार्ट अर्निङ भनेर आएको छ, कंग्रेचुलेसन भनेर भनेको छ। तपाईहरुकोमा नि यसरी नै आउँछ अनि स्टार्ट अर्निङमा टच गर्नुस् है त। यसमा टच गरिसकेपछि यहाँ भेरिफाई गर्ने भनेको छ। सो तपाईले भेरिफाई यो चाहिँ 90 दिन भित्र गर्नुपर्छ है, यतिकै नछोड्नु होला। भेरिफाईमा टच गर्नुस्। भेरिफाईमा टच गरिसकेपछि तपाईहरुकोमा चाहिँ फेरि भेरिफाई भनेर आएको छ। फेरि यो भेरिफाईमा टच गर्नु होला। यदि तपाईले चाहिँ बिचैमा छोड्नु भयो भनेदेखि फेरि टिकटक शपमा टच गरेपछि माथिपट्टि चाहिँ भेरिफाई भनेर आउँछ है। यदि तपाईले चाहिँ बिचमा केही भएर छोड्नु भयो भनेदेखि चाहिँ फेरि भेरिफाईमा टच गर्नुस्। भेरिफाईमा टच गरेपछि सेम पेज आउने हो है। भेरिफाईमा टच गर्दा हुन्छ, अरु केही त्यस्तो लफडा छैन। मैले किनभने कहिलेकाहीँ बिचमा छोडिन्छ भनेर तपाईहरुलाई फेरि देखाइदिएको है त। अब यहाँ चाहिँ तपाईले ड्राइभिङ लाइसेन्स छ, पासपोर्ट छ, रेसिडेन्ट कार्ड छ, माइ नम्बर कार्ड छ, जेबाट गर्दा पनि हुन्छ। मैले चाहिँ रेसिडेन्ट कार्डबाट गरेको छु है। तपाईहरुले पनि जाइरो कार्डबाट गर्दा नै हुन्छ है त। त्यो सजिलो पनि हुन्छ। तर तपाईको इच्छा जेबाट गर्दा नि भयो। माथिपट्टि कन्ट्री चाहिँ तपाईले जापान नै सिलेक्ट गर्नु होला, अरु देश चाहिँ सिलेक्ट नगर्नु होला है। त्यो चाहिँ अरु सिलेक्ट गर्नु हुँदैन। मैले चाहिँ रेसिडेन्ट कार्डमा टच गरे। त्यसपछि चाहिँ यहाँ अब कसरी फोटोहरु राख्ने भनेर देखाएको छ। आधा काटेको ब्लर आएको चाहिँ नगर्नु होला। सो तपाईले यो पढिसक्नु भयो भने नेक्स्टमा टच गर्नु होला। नेक्स्टमा टच गरिसकेपछि चाहिँ अब क्यामेरा अलो गर्ने भन्छ। तपाईहरुले चाहिँ क्यामेरा अलो गरिदिनु होला। अलो गरेर मज्जाले क्लियर आउने तरिकाले है, त्यो अनक्लियर हुने अथवा ब्लर हुने यस्तो खाले चाहिँ नराख्नु होला। यसले अटोमेटिकली खिच्छ, तपाईहरुले कतै टच गर्नु पर्दैन। त्यसमा चाहिँ होल्ड गरेर राख्नु भयो भने मज्जासँग क्याप्चर गर्छ है। क्याप्चर गरिसकेपछि कन्टिन्युमा टच गर्नु होला। अनि फेरि ब्याक साइड भनेको छ, ब्याक साइडमा टच गरेर तपाईहरुले चाहिँ अघिको जसरी चाहिँ होल्ड गर्नु होला है त। आफ्नो जाइरो कार्ड राखेर है होल्ड गरेपछि खिच्छ अनि कन्फर्म एन्ड अपलोड भन्ने छ, त्यसमा चाहिँ टच गर्नुस् है। कन्फर्म एन्ड अपलोडमा टच गर्नुस्। बिग्रेको छ भने रिटेक फोटोमा टच गर्न सक्नुहुन्छ। यति भइसकेपछि अब तपाईको एकैछिन टाइम लाग्छ। चेकिङ योर आइडी भनेको छ हैन। एकैछिन चाहिँ वेट गर्नुको। आइडेन्टिटी इन्फर्मेसन भनेर आएको छ। तपाईको नाम, मिडल नेम सबै तपाईको डिटेल छ। के बिग्रेको छ जस्तो जाइरो कार्डको नम्बर बिग्रेको छ कि डेट अफ बर्थ बिग्रेको छ कि हैन, सबै चीज केही बिग्रेको छ भने चाहिँ तपाईले यहाँ सच्याउन सक्नुहुन्छ है। नेसनालिटी मैले चाहिँ जापान नै राख्दिएको छु। तपाईले जापान राख्दा हुन्छ है। तलपट्टि चाहिँ पोस्टल कोड छ। पोस्टल कोड राख्ने बित्तिकै तपाईकोमा सबै एड्रेस देखाउँछ। नदेखाएको जति आफैले लेख्नु होला है। आफैले लेखेर अनि त्यसपछि सबमिट बटनमा चाहिँ टच गर्नु होला। सबमिट बटनमा टच गरिसकेपछि चाहिँ यहाँ तपाईको आफ्नो इन्फर्मेसन चाहिँ चेक गर्ने भनेर आउँछ। इन्फर्मेसन चाहिँ चेक गर्नुस् है। मिलेको छ भने कन्फर्ममा टच गर्नुस्। अनि
आइडेन्टिटी इज भेरिफाइड भनेको छ तपाईले गट इटमा टच गर्नुस्। यति भइसके पछाडी तपाईलाई चाहिँ एउटा यस्तो खाले सिस्टम नोटिफिकेसनमा एउटा नोटिफिकेसन आउँछ तपाईको चाहिँ डकुमेन्ट एप्रुभ भयो भनेर। अब फेरि तपाईहरु चाहिँ अब कसरी अन गर्न सकिन्छ भन्ने चाहिँ तपाईको मनमा लागेको होला। यतिसम्म चाहिँ हामीले हाम्रो डकुमेन्ट दिएर आफ्नो अकाउन्ट चाहिँ भेरिफाई गर्यौं टिकटक शपको लागि चाहिँ हामी एलिजिबल छौं भनेर है। अब एलिजिबल त भयो सबै चीज भयो हैन, तर तपाईले चाहिँ अब कसरी पैसा अन गर्न सकिन्छ भन्ने पनि तपाईको मनमा प्रश्न होला। यो भेरिफाई मात्रै गरेर त भएन भन्ने। सो त्यसको लागि पनि तपाईलाई देखाउँदै छु, भिडियो अन्तिमसम्म हेर्नुस् है त। सो सिम्पल तरिकाले तपाईहरु फेरि पनि टिकटक स्टुडियोमा टच गर्नुस् अनि तलपट्टि भएको टिकटक शपमा टच गर्न सक्नुहुन्छ है। त्यसमा टच गरिसके पछाडी चाहिँ तपाईले यहाँ सिधै हेर्नुस् क्रिएट नाउ भनेर भनेको छ है त। क्रिएट नाउमा टच गर्नुभयो भनेदेखि चाहिँ यहाँ कसरी चाहिँ तपाईले चाहिँ यो प्रमोसन गर्नुहुन्छ भनेको छ। सो म चाहिँ सर्ट भिडियोमा तलपट्टि क्यामेरा लेखेको छ त्यसमा टच गर्नुस् है तपाईले है। त्यसमा टच गरिसके पछाडी अब तपाईले यहाँ एड मोड प्रोडक्ट भन्ने तलपट्टि लेखेको छ। माथिको मैले यो रिङ लाइट चाहिँ अलरेडी एड गरेको थिएँ, तपाईहरुले पनि एड गर्न सक्नुहुन्छ। तलपट्टि एड मोड प्रोडक्ट्समा गएर गर्न सक्नुहुन्छ है। यसरी नै आउँछ अनि फेरि तपाईले चाहिँ माथिपट्टि एड भनेर आउँछ, एडमा चाहिँ टच गर्नु होला। एडमा टच गरिसके पछाडी चाहिँ यसरी यो आउँछ, अटोमेटिक नामहरु हुन्छ हैन। एकैछिन वेट गर्नुस् अनि एड भनेर तलपट्टि देखाउँछ, एडमा टच गर्नुस् र अब तपाईले चाहिँ भिडियो बनाएर पोस्ट गर्न सक्नुहुन्छ। अनि यो पोस्ट गर्दाखेरि चाहिँ अटोमेटिकली तपाईको चाहिँ त्यो लिंक आउँछ, प्रोडक्टको लिंक आउँछ, त्यो लिंकबाट कसैले किनिदिनु भयो भने तपाईले अर्न गर्न सक्नुहुन्छ। सो एकदमै सजिलो छ। जापानमा कन्टेन्ट क्रिएटर धेरै हुनुहुन्छ। मैले यहाँ हेरेको थिएँ केटाहरुको भन्दा केटीको नै सामान धेरै छ अनि जापानमा केटीहरु पनि एकदमै धेरै हुनुहुन्छ। लेडिजहरुले एकदमै धेरै बनाउनुहुन्छ भिडियो। 1000 जति फलोअर्स त सबैको नै हुन्छ। 1000 भयो भने तपाईले टिकटक शपबाट पनि राम्रो इन्कम गर्न सक्नुहुन्छ है त। एकदमै गुड न्यूज हो, राम्रोसँग युज गर्नु होला। नबुझेको कुराहरु तपाईले कमेन्ट गर्न सक्नुहुन्छ अथवा इन्टरनेटमा खोज्न पनि सक्नुहुन्छ। यसरी चाहिँ हामीले टिकटकबाट टिकटक मोनेटाइज नगरिकन पनि पैसाहरु कमाउन सक्छौं है त। यति मात्रै हैन, टिकटक लाइटले पनि टन्नै क्याम्पेनहरुले राखिरहेको हुन्छ। अहिले मोह कलेक्ट गर्ने भन्ने चाहिँ आजको डेटमा चाहिँ तपाईहरुले मोह कलेक्ट पनि गर्नु होला। मेरो टिकटकको अकाउन्ट पनि मैले तपाईलाई मेन्सन गरेको छु। अनि अरु थुप्रै कुराहरु हुन्छन्। मैले युट्युबमा धेरै भिडियो राखेको छु। डिपेन्डेन्ट भिजा कसरी एप्लाई गर्ने, क्रेडिट कार्डहरु कसरी एप्लाई गर्ने जस्ता कुराहरु धेरै राखेको छु। तपाईहरुलाई यदि मेरो भिडियोले चाहिँ हेल्प भएको छ भने मेरो युट्युबलाई चाहिँ सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। थ्यांक यू। आजको लागि यति नै गरौँ। फेरि अर्को भिडियोमा भेट्ने छौं। केही नबुझे कमेन्ट गर्नुस्, फेरि अरु भिडियोहरु बनाउने छु। थ्यांक यू। आजको लागि यति नै।